झरी कहिले बादल कहिले चैते हुरी सधैँभरि मानो मुठी कहिले पुग्ने मुरी कहिले झरी कहिले बादल कहिले चैते हुरी सधैँभरि मानो मुठी कहिले पुग्ने मुरी हिउँ बर्खा हिँडिरहने गर्दै लडी बुढी जहान बच्चा पाल्नु पर्ने यो दुखीको भुँडी लट्टे दाइ लट्टे दाइ लट्टे दाइ हो लट्टे दाइ कहिले बने आगो हजुर कहिले बने पानी कहिले बने मूर्ख हजुर कहिले बुद्धिमानी कहिले बने आगो हजुर कहिले बने पानी कहिले बने मूर्ख हजुर कहिले बुद्धिमानी आफ्नै लय आफ्नै तालमा सोधै नाचिरहने च्यातिएको जिन्दगानी सोले सिलाउने लट्टे दाइ लट्टे दाइ लट्टे दाइ हो लट्टे दाइ दायाँ कहिले बायाँ कहिले तल माथि कहिले पाउने स्याबासी कहिले पाउने शास्ति कहिले दायाँ कहिले बायाँ कहिले तल माथि कहिले पाउने स्याबासी कहिले पाउने शास्ति कहिले खेदो भन्ने शत्रु कहिले बन्ने साथी इतिहासको पाना भरि कथा नाना भाती लट्टे दाइ लट्टे दाइ लट्टे दाइ हो लट्टे दाइ लट्टे दाइ रेडी रोलिङ एक्सन अब भन गाडीमा के गरौँ के अरे दुईजना अट्नुपर्छ नि दुईजना अट्दैन तपाईँ उहाँबाट यहाँ आइपुग्नु भयो नमानेको भए तेरो सल्लाह अनुसार नहिँडेको भए आज म यतिसम्म अगाडि बढ्न सक्थेँ र पाखा गर्न मिलेन लट्टी अलिक फटा छ सम्झौ करेक्ट ओ महाराज शत्रु साना हुँदैन पोक्सीको बलले कति गल्ती गरे होलान् कति फटाइ पनि गरे होलान् तर जे भए पनि हजुरलाई चाहिँ पोक्सीको बलले सघाएका छन् महाराज हिजो पनि सघाएका थिए आज पनि सघाउँछन् र भोलि पनि सघाउनेछन् महाराज करेक्ट तिमीहरूलाई मैले के भनेको छु र कहिलेकाहीँ म पनि परिबन्धमा पर्छु पर्चा सबै एउटै हुन् न्याय गर्न परिहाल्यो जय भिक्षुन महाराज मलाई शक्ति दिनु जय गोरखकाली गोरखनाथ मेरो सपना पुरा गर्नु मैले सपना त राम्रो देखेको छैन दाइ आमा होइन आमा ठानेको छु जहिले पनि कालो बिरालोले जस्तो मेरो बाटो किन काट्दैछौ गलत विचार मैले त राम्रो सोचे किन मलाई नराम्रो सोचे मैले मित लाउन खोज्दा खोज्दै के उचाल्यौ पुरा बिग्रिँदैछ तिनका बादशाहसित साँठगाँठ गर्नेहरूसित किन चुच्चो जोड्दैछौ मैले केही बुझ्दिनँ म केही जान्दिनँ किन दोष लागेको हो मलाई बुझ्यौ कि बुझ्दिनौ मलाई राम्रोसँग थाहा छ आखिर दाइ आमा न पर्यौ आमा भइदिएको भए त विजयको कामना गर्थ्यौ राम 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 के सोचेको होला मलाई म पनि त आमै हो नि आमा भए मेरो बाटोमा तगार किन हाल्छौ शत्रुसँग किन साठगाँठ गर्छौ जय भिक्षुन महाराज मलाई शक्ति दिनु लट्टी झ्याम्पी तिमीहरू दुईजना किन बाघ घुरेको जस्तो घुर्दैछौ सुनेको थिएँ लुगा चोर्छस् रे
तर हुँदा हुँदा आज कुखुरा पनि चोर्न थालिस्, महाचोर बनिस्। घ्याम्पे तैँले पनि ठुलो अपमान गरिस् लट्टेको मुखमा छेरेर। तिमीहरू यसरी सानो सानो कुरामा किन दुश्मनी गर्छौ? गाउँ समाजमा मिलेर बस्नुपर्छ। यसरी नचाहिने काम गर्नुहुन्छ? तिमीहरू दुवैजनाको गल्ती छ। आइन्दादेखि गल्ती गर्यो भने हात खुट्टा बाँधेर दुवैजनालाई खुद। तिमीहरू दुईजना मध्ये जसले गल्ती गरे पनि हात खुट्टा बाँधेर खुदो पानी लाउने सजाय दिन्छु। यति मात्रै होइन, नुनचुक लाएर रुखमा उदोमुन्टो पारेर झुन्याइदिन्छु। तिमीहरू दुईजना मिल्छौ कि रुखमा झुन्डिन्छौ? लट्टे कुरा बुझिसक्यो त? किन मुन्टो मात्र हलाउँछस्? बोल। घ्याम्पे कुरा बुझिसक्यो त तैँले? किन टाउको मात्रै हलाउँछस्? बुझिसके महाराज, बुझिसके। अबदेखि त्यस्तो गर्दैनन्। घ्याम्पे कुरा बुझिसक्यो त? बुझेँ महाराज, बुझेँ। अब के गर्नु? अब यसले चाहिँ बुझ्यो कि बुझेन महाराज? अब आँखै चाहिँ सुन्दिने गरी हिर्कायो। यो सानो कुरो दरबारसँग ल्याइदियो नल्याइदियो भने त्यो यिनले पनि बिचरा फुत्के। बुझेँ। अब यो लट्टेले चाहिँ बुझ्यो कि बुझेन महाराज? अब आँखै सुन्दिने गरी कुट्यो। अब कुरो सानै थियो, दरबारसम्म नल्याएको पनि हुन्थ्यो। यहाँ त पहिला रिसा, यहाँ रिसा हेऱ्यो हेऱ्यो माथि हेऱ्यो। मुखामा गएर बुढाबुढी आँखा दुवैजनाको है। यहाँ अझ रिस लट्टेदेखि कुरा बुझ्यो त्यो जा भनेर रुखा झुन्डिनु कि यिनले भनिन्। डर लाग्यो होइन अब के गर्नु जस्तो पाए कुट्नु जस्तो फेरि यसलाई करिब ल। धेरै धेरै धन्यवाद। राज्य टुक्रिया, सत्तुर भित्रिने हो, देश अर्कैको हातमा पुग्ने हो। राजकाज पूजा आजा मगरले गर्ने हो। नेपाल एकीकरण भएपछि गोर्खाको फुलपाती धादिङ नुवाकोट हुँदै भीमढुङ्गा भन्ज्याङको बाटो भई काठमाडौँ हनुमान ढोका भित्रै ल्याउने। अर्को महत्त्वपूर्ण कुरा, नेपाल एकीकरणको लागि सबैले सघाउने। महाराज हामी सानो मान्छे कसरी सघाउँ? राज्य एकीकरणको बेला कोही साना ठुला नहुने, कसरी सघाउने सेनापतिलाई सोध्ने। अलिकति टाइपको कुकुरी समाए जस्तो। ल तल धार्नु साथ। ठिक छ। आमा, हामीसँग सेनाहरू धेरै भइसकेको छ। अब हामी डाँडामा बसेर ढुङ्गाहरू हानेर खुकुरी भाला तरवार बोकेर शत्रुहरूमाथि विजय हुने गरेर लागि पर्नेछौँ। महाराजको एकीकरणको लागि हामी ज्यान दिएर ज्यान लिएर लाग्नुपर्छ। हात उठाउनुहोस्। हामीले हात जुट होइन ल ठिक छ। महाराजको अलिक बोलाएको गरौँ। हामीले अब डाँडाबाट ढुङ्गा झार्नुपर्छ अनि दुश्मनहरूलाई नष्ट गर्नुपर्छ। सबैजनाले साथ दिनुपर्छ। तरबार हान्नुपर्छ। तपाईँले सबैले सिकाउने हो तरबार हान्न। तपाईँले अब तरबार हान्न सबैलाई सिकाउने हो। मेरो सेनापति यही हो। यता देखाउनु साथ। सेनापति यही हो। तल हेर्नुहोस्, तरबार टक्क दुईटा हातले यसो गर्नु। टक टक। सेनापति प्रजालाई राम्रोसँग सम्झाउने। अन्त ध्यान नदिनुहोस्, जाने कुरा गर्नुहोस् है। रेडी? यस्ता सन्तानले सुख पाउने। राज्य एक भए त्यस्ता सन्तानले सुख पाउने हो।
जय महाराज महाराज लट्टेले सानो बिन्ती गरौँ मेरो यो बालका छोरो छ भोलि राज्य एउटै भयो भने यिनीहरूले पनि सुख भोग्लान् अब महाराजलाई मैले ठुलो बिन्ती गराउन नसके भने सानो सल्लाह दिन सक्छु यो गोर्खामा 80 घर छन् सबैसँग एउटा मरु खाए पनि 80 मोर हुन्छ महाराज 80 मोरले थोरै हतियार आउँछ महाराज हतियार बिना युद्ध हुँदैन महाराज मसँग पनि ढुङ्गोमा 1-2वटा मोर होला महाराज म महाराजलाई चढाउँछु महाराज चढाउँछु दरबारमा आउन जाने सतुर त्यही त एक प्रजा शासन भाषा मिलेन दरबारमा आउने जाने त्यही त एक चतुर लट्टे चतुर दरबारमा आउने जाने त्यही त एक चतुर शासन लट्टे मलाई सघाउनु सम्झाउनु पश्चिमका बादशाहले दक्षिणमा 200 वर्षदेखि गुलाम बनाइरहेका छन् उत्तर दिशातिर छिर्न खोज्दैछन् अब हामी सतर्क हुनुपर्छ अब हामीले तिनीहरूलाई पराजित गरेर लखेट्न पर्छ लट्टे एक्सन महाराज लट्टेले अजाने बुझेको सबै सघाउँछ रेडी रोलिङ एक्सन रोलिङ एक्सन तैँले प्रजाको लुगा त चोरिस दरबारको पनि बाँकी छोडिस् होइन इमान्दार बन्ने हो गरी खाने हो महाराज गल्ती भयो बाबुबाजे पालादेखि चोर्दै आएको मैले पनि चोरेँ अबदेखि चोर्दिनँ महाराज अबदेखि चोर्दिनँ गल्ती भयो महाराज पोक्चीको बाउले चोरी हाल्यो एकपल्टलाई माफ गरिदिई बग्छस् राङ र पुडुङ आए जस्तो साम्राज्य तेरो सिंहासन तेरो तर राज मेरो गल्ती नगर अर्जुन फेरि चालानी चट्टै जान्छ तर चट्टै होइन चट 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 ए लिख्यापा बाहिर निस्का के रे छिटो मुन्टा ए घ्याम्पे बाहिर निस्के महाराज आउँदैछन् महाराज महाराज मलाई लिख्याबाले नराम्रोसँगले जाडखाएर कुटेके रे जसरी पनि लिख्याबालाई दण्ड गरी बक्स्योस् के भयो घ्याम्पेलाई कहिले लट्टेको मुखमा छेड्दिएको छ कहिले न्यु खोजेको छ कहिले जाड खाएर स्वानी पिटेको छ बोलाऊ घ्याम्पेलाई जोर महाराज लिख्याबा ए लिख्याबा बाहिर मुन्टा के रे महाराजले हुकुम गरी बक्स्या छ बाहिर आऊ आउनुहोस् छट्ट आउँदाखेरि जानु झस्क्यो मुसले झस्क्यो अब मार्दै झस् ढोक्दै ढाकामा महाराज पनि ढोक्दा झस्केको भए हुन्थ्यो त्योभन्दा पर्छ भएर हुन्थ्यो अन्त मैले के भन्नुलाई
लट्टे महाराज युद्धको बेला आइसक्यो। त दरबारमा आउन छोडिस्। रिसा होस् कि ठुलो पल्टेको होस्। माफ पाऊ महाराज, म हजुरलाई सहयोग पनि गर्छु, सल्लाह पनि दिन्छु, तर हजुरको धायामाले अलिकति चित्त दुःख भयो महाराज। लट्टे तँलाई मैले के भनेको थिएँ र चित्त दुखाइ? तिमी बेला बेलामा किन जान्ने हुन्छौ? शत्रुसँग साठगाँठ गर्छौ, पश्चिमाहरूलाई सुत्तो लगाउँछौ। के भनेर दुखायो चित्त लट्टेको? मैले के भनेको थिएँ र लट्टेलाई? मैले यति मात्रै भनेको थिएँ महाराजजीलाई, तैँले सल्लाह दिन मिल्छ र भनेको थिएँ। महाराज सुनिलाई सल्लाह दिन लायक भएन, अब सहयोग गर्न लायक भएन। आइयामाले त्यही भन्नुभयो, त्यही भएर चित्त दुःख भयो। सुनिबक्स्यो महाराज, भाइआमाले के भनिबक्स्यो। अब म हजुरलाई सल्लाह दिन लायक भएन रे, सहयोग गर्न लायक भएन रे, त्यही भएर साह्रै चित्त दुख्यो महाराज। यस्तो युद्धको तयारीको बेलामा आएर तैँले यस्तो चित्त दुखाउन मिल्छ? तँलाई मैले केही भनेको छु? तिमीलाई मैले भनेको होइन मेरो बाटोमा तगारो नहाल भनेर? मैले बाटोमा के तगारो हालेको छु र? जित्नु भनेर आशीर्वाद दिइराखेकै छु। आशीर्वाद दिँदैछौ कि श्राप दिँदैछौ बुझ्दैछु म। लट्टे ए लिख्यापा बाहिर निस्का के रे, छिटो मुन्टा। ए घ्याम्पे बाहिर निस्के, महाराज आउँदैछन्। महाराज महाराज मलाई लिख्याबाले नराम्रोसँगले जाड खाएर कुटेके रे, जसरी पनि लिख्याबालाई दण्ड गरी बक्स्योस्। के भयो घ्याम्पेलाई? कहिले लट्टेको मुखमा छेड्दिएको छ, कहिले न्यु खोजेको छ, कहिले जाड खाएर स्वानी पिटेको छ। बोलाऊ घ्याम्पेलाई। जोर महाराज। लिख्याबा ए लिख्याबा बाहिर मुन्टा के रे, महाराजले हुकुम गरी बक्स्या छ, बाहिर आऊ। आउनुहोस्, छट्टा आउँदाखेरि जानु। झस्क्यो मुस्लिम झस्क्यो, अब मार्दै झस् ढोक्दरे धागामा महाराज पनि ढुक्छ। झस्केको भए हुन्थ्यो, त्योभन्दा तर्से भएर हुन्थ्यो त। म के भन्नु लाग्यो यसो कट भयो नि यस्तो गर्ने। होला नि ए नानी, नर्तकी खोलिने त। मगर यो युद्ध गर्ने बेला हो, नाच हेर्ने बेला होइन। नेपाल एकीकरण गर्नु छ। माफ पाऊँ महाराज, गायन गन्धर्व नाच नराम्रो हो र? के बिग्रिन्छ त? तिमी त पश्चिम र दक्षिणका बादशाहलाई सुलसुले लगाउँछौ। मलाई नाचगानमा भुल्छ भनेको होला, म कहाँ भुल्छु र? मलाई गोरखकाली गोरखनाथको आशीर्वाद छ। तिमीले दरबारमा नृत्य कलाको चाख राखिन्, त्यही भएर मात्र हो महाराज। महाराज मलाई नृत्यमा साह्रै सोख छ। मेरो नाच दरबारमा देखाउन पाए नाचेको सार्थक हुन्थ्यो कि। नानी, मेरो कला कलाकार गायन गन्धर्वप्रति सम्मान छ, तर यो नाचगान हेर्ने बेला होइन। मेरो दरबार होइन, तल हेर्नुहोस्। तल ट्याक्क
ऊ छैन अब आफ्नो सोच अर्कै हो नि त मगरलाई हेऱ्यो धाइयामालाई हेऱ्यो धाइयामालाई सङ्काल दृष्टि हेऱ्यो अनि के हो यहाँ अहिले नाचेको ठाउँमा हेर्नु यिनी नाच्दैछन् है नाचेर जादु गरिन् महाराज गल्ती गरे माफ पाऊँ हामी युद्धमा हजुरलाई सघाउन तयार छौँ लट्टे त ठुलो मान्छे बनिसी क्या हो खुदो पानी लाउँछु के भनेको थिए दरबारमा त आउनै छोडिस् महाराज अब लट्टे अब हजुरको छत्र छायाबाट अब टाढा कहाँ जान्छ अलि सन्चो पनि थिएन त्यसमाथि सबै गाउँलेका आनी बानी मन विचार गर्दैछु महाराज भोलि मलाई निन्द्रा लागिरहेको छैन एकीकरण कसरी गर्ने हो भनेर शत्रु तै होस् कसरी शत्रुलाई पसार्ने जुक्ति निकाल करेक्ट हुन त मलाई सबैले अब लट्टे चोर भन्लान् बदमास भन्लान् फटा भन्लान् तर म फटा पनि होइन महाराज चोर पनि होइन कहिलेकाहीँ अलिकति लुगा चाहिँ चोरकै हो अब बाबुबाजेले पनि त्यसै गरेछन् महाराज तर म सबैका मन विचार्नलाई सबैका आनी बानी नौनारी छाम्नलाई महाराज सुलसुले भएर यसो विचार गर्ने म महाराजलाई सघाउँछु तँलाई सबैले चोर भन्छन् कुखुरा पनि चोरेर खाइस् रे त्यसो नगरे भए हुन्थ्यो चुप लाग तिमी लट्टे तँलाई मैले चोर सम्झेको छैन मेरो लागि सबै प्रजा बराबर न्याय गर्न परिहाल्यो तैँले दिएको मोहर मैले गोरखकाली गोरखनाथलाई चढाई घरमा ल्याएर राखेको छु आशीर्वाद पोक्चीको बले हजुरको कहिले कुभलो चाहँदैनन् यिनको पनि ठुलो चाहना छ साना साना टुक्रामा बाँडिएका राज्य एउटै मलमा गाँसियोस् भन्ने सघाउँछन् महाराज पोक्चीका बले हजुरलाई सघाउँछन् महाराज लट्टेको ज्यान हजुरकै चरणमा महाराज म लट्टेको जीव ज्यान नै हजुरको चरण तँलाई पनि गोरखकाली गोरखनाथको आशीर्वाद लानुहोस् जय होस् महाराजको जय होस् गाईले जानु गाईले जानुभयो त नि बाँदर साँदर हिँडेर फोटो सोटो खिचिदिनु कसैले राजा पनि आयो है देखेछु के छ हालखबर ठिक छ अब युद्ध लड्नु पर्छ भन्छु अब युद्ध लड्न पर्यो साथ दिनु पर्यो खुकुरीमा पनि साथ दिनु पर्यो अब गुरुबा खुकुरीमा पनि हाल्नु अब युद्धको लागि अब अगाडि बढ्नु पर्यो
हुन्छ महाराज म के गर्नुपर्छ म गरिहाल्छु नि म त सोच्छु हजुरलाई बाँदर साँदर हिँडेर फोटो सोटो खिचिदिनु कसैले राजा पनि आयो है देखेछु के छ हालखबर ठिक छ अब युद्ध लड्नु पर्यो भन्छु अब युद्ध लड्न पर्यो साथ दिनु पर्यो खुकुरीमा पनि हाल्नु साथ दिनु पर्यो अब गुरुमा खुकुरीमा पनि हाल्नु अब युद्धको लागि अब अगाडि बढ्नु पर्यो हुन्छ महाराज म के गर्नुपर्छ म गरिहाल्छु नि म त सोच्छु हजुरलाई अलि तल गर्नु साथ यता हेर्नुहोस् क्यामेरातिर हल्का मलाई हेरिरहनुहोस् है भयो सर के चम्पे कहाँ छस् त भाइ निसी मैले बोलेको सुन्नुहोस् त रेडी मलाई हेर्नु घिसा लाउनु पर्यो भित्र एक्सन मैले बोलाएको सुनिनुहोस् तैँले कि हेपिस मलाई भित्रै आउँ घिसार्नको लागि एक्सन जो बाहिर हिँड हुन्छ हुन्छ लिन हुँदैन रियाक्सन दिनुहोस् तल हेर्नुहोस् मापम राजा साहब हुँदैन टाइपको ल गाडी त यतै पो आउँदै रहेछ यार बाइक गाडी ल अब रेडी रोलिङ एक्सन महाराज गल्ती भयो महाराज अबदेखि लट्टेले चोर्दैन महाराज चोर्दैन महाराज चोर्दैन गल्ती भयो तपाईको डाइरेक्ट महाराज गल्ती भयो महाराज अबदेखि लट्टेले लुगा चोर्दैन दरबारमा गल्ती भयो महाराज गल्ती भयो माफ गरिदिनु महाराज गल्ती भयो महाराज बाइक गएपछि बोल्नु माफ गर्नु रोलिङ एक्सन अब म लुगा चोर्दिनँ महाराज चोर्दिनँ तैँले मेरै आँखा अगाडि लुगा चोरेर देखा सजाय होइन इनाम पाउँछस् चोर्छ महाराज लट्टेले हजुरकै गाडी लुगा चोर्छ महाराज चोर्छ हुन्छ महाराज हुन्छ यसलाई फुकाइदिए हस् महाराज ल खतरा भयो यार अब काइदा अलि तल गर्नु साथ यता हेर्नुहोस् क्यामेरातिर हल्का मलाई हेरिरहनुहोस् है
भयो सर ल जान्न हुन्छ हुन्छ लिन हुन्छ महाराज हुन्छ लट्टेले लुगा चोर्छ हुन्छ महाराज म लुगा चोर्छु महाराज चोर्छु अब महाराजको लिम महाराजको एक्सन तैँले मेरै आँखा अगाडि लुगा चोरेर देखा सजाय होइन इनाम पाउँछस् ए यसलाई खोले चोरहरूलाई दरबारमा माफ हुँदैन यतैबाट आउने कि सिधै आउने राजा चोरहरूलाई दरबारमा माफ हुँदैन महाराज गल्ती भयो बाबुबाजे पालादेखि चोर्दै आएको मैले पनि चोरेँ अबदेखि चोर्दिन महाराज अबदेखि चोर्दिन गल्ती भयो महाराज पोक्चीको बाउले चोरी हाल्यो एकपल्टलाई माफ गरिदिई बग्छस् राङ र पुडुङ आए जस्तो रोलिङ एक्सन तैँले प्रजाको लुगा त चोरिस दरबारको पनि बाँकी छोडिस् होइन इमान्दार बन्ने हो गरी खाने हो एक्सन तैँले प्रजाको लुगा त चोरिस दरबारको पनि बाँकी छोडिस् होइन इमान्दार बन्ने हो गरी खाने हो महाराज अब बाबुबाजे पालादेखि चोर्दै आएको गल्ती भयो अबदेखि चोर्दिन महाराज चोर्दिन अबदेखि महाराज पोक्चीको बाउले गल्ती गरिहाल्यो माफ गरिदिई बग्छस् तैँले धेरै अगाडि कपडा चोरेर देखा तँलाई म पुरस्कार दिन्छु हुन्छ महाराज हुन्छ कट ल फेरि एक कट अब नमस्कार गरेकै बारेमा के भन्दैछन् यता भन्नुहोस् महाराज मलाई यस्तो समस्यामा बोल्नु न महाराज मलाई ठुलो समस्या जसरी नै हामीलाई न्याय दिलाइदिनु पर्यो मेरो छोरालाई उसलाई दिनु पर्यो गाउँमा धेरै ठुलो चलेछ गाउँमा धेरै ठुलो समस्या परेछ कता लटेको यताबाट गल्ती
भिडियो है नआस न तिमी भिडियो हो अनि हजुर आयो भनेपछि क्या हो खुदो पानी लाउँछु के भनेको थिए दरबारमा आउनै छोडिस् कटकडी मलाई निन्द्र लागिरहेको छैन एकीकरण कसरी गर्ने हो भनेर शत्रु तै होस् कसरी शत्रुलाई पसार्ने जुक्ति निकाल कट रोलिङ एक्सन यो त मलाई पनि थाहा छ सेनापति त्यो घाम्पेलाई घिसारेर लिएर भनेको होइन खोइ त कति पे के भयो तेरो आँखामा पिउनु र महाराज त्यति मात्रै हो र अब हजुरसँग किन ढाँट्नु म लुक्नलाई दिदीको घर जाँदै थिएँ रागो बालेर लट्टेले भूत बनेर तर्सायो दिदी बिहोस भएर ढल्याइछिन् मलाई गोद्राउनुसँग गोद्रायो नि महाराज अनि यस्तो बनायो के जाने भयो भने म भन्छु है एक्सक्युज मी दाइ हेलो दाइ बालन हेर्नु पर्यो रेडी रोलिङ एक्सन धायामालाई यता मगरमालाई अब अलि यता क्यामेरा मेरो खुट्टातिर उता हेर्नुहोस् ल त्यहाँ उहाँको डायलग उठाइदिनुहोस् कि जस्तै अनि त्यसपछि के भयो मार्यो भन्छ अनि त्यसपछि के भयो अनि त्यसपछि के भन्छ त्यसपछि के पक्लक्क मार्यो भने नभन्न के अब माथि शङ्का गर्छु मैले नराम्रो सपना देखेको छु कति ठिकै छ तर हाम्रो मृगलाई बाघले लखड्दै लगेर च्याप्प घाँटीमा समातेर मार्यो न त तिमी धाइयामा हो तर आजभोलि तिमीदेखि शङ्का लागिरहेको छ कन्टिन्यू एक्सन यहाँबाट चाहिँ हिन्दी फिल्मको सिन जस्तो आछ धेरै पर जानु अलिकति मार्क गर्नु तलबार त कहाँबाट खोजेर ल्याइदिएको थियौँ क्या अरे आफ्नो पर्दालाई सुख पर्दा दुःख पर्दा आँगनामा टेक्नु पर्छ कता हेर क्या भयो सुनेको थिएँ बिरामी भएको थियो अरे उसले भनेको थियो क्या भयो सुनेको थिएँ बिरामी भएको छ अरे अघि थामै सेम बस यता हेऱ्यो
हो नि महाराज। अब यसो चर्बी बस्न गएको थिएँ, सुँगुरले टोकेर खतम बनाइदियो। अब के भयो भन्दा हो नि महाराज? हो महाराज, बिरामी भएको छु। यसो चर्बी बस्न गएको थिएँ, सुँगुरले काप्लक्के पारेर टोक्दियो महाराज। अब यस्तो हालत बनाइदियो। अब अलि समयसम्म त दरबारको खुकुरी तरबार पनि बनाउन सक्दिनँ होला कि जस्तो लाग्दैछ। सक्छन् के रे महाराज, सक्छन्, बनाउँछन्। यही बेलामा महाराजलाई उचालेर लट्टे दरबारमा भित्रिया बन्छ के रे, सक्छु भन्नु। सक्छन् महाराज, सक्छन्। यही बेला लट्टेले महाराजलाई उचाल्छ के रे, सक्छु भन्नु। सक्छु महाराज, सक्छु। त्यस्तै पर्यो भने म गर्न सक्छु। सक्छु महाराज, सक्छु। अब त्यस्तै पर्यो भने म सक्छु। तर जालै दुःख परेको बेलामा मैले नहेरी कसले हेर? म त युद्धमा सघाउन पर्यो भनेर आयो। सुरुकै बिचमा महाराज, अब यस्तो खन्जा भएको बेला के गरी सघाउँला र मैले हजुरलाई सघाउनलाई? सक्छन् के रे महाराज, सक्छन्। महाराज, अब यस्तो खन्जा भएको बेला कसरी सघाउन सक्छु होला र? अब हिँड्न र दौडिन त गाह्रो पर्छ महाराज मलाई। सक्छन् के रे महाराज, सक्छन्। सक्छु भन न, सक्छु भन, त्यो लट्टेले उम्काउँछ। सक्छन् के रे महाराज। रोलिङ एक्सन। बलले मात्रै होइन, बुद्धिले पनि सघाउनु पर्छ महाराज। महाराज चाचा, बलले मात्रै होइन, बुद्धिले पनि सघाउनु पर्छ तिमीहरूले महाराजजीलाई। मलाई बलले मात्रै होइन, बुद्धिले मलाई बुद्धिले पनि सघाउनु। त्यो लट्टेलाई हेर त कति ठिक हो। मलाई बलले मात्रै होइन, बुद्धिले सघाउनु। त्यो लट्टेलाई हेर त कति चतुर छ। कची हो, कची एक्सन। ठिक हो। मलाई बलले मात्रै होइन, बुद्धिले सघाउनु। त्यो लट्टेलाई हेर त कति चतुर छ। त्यसकै सल्लाहमा हिँडेको छु म। ठिक हो। एक्सन। ठिक हो। मलाई बलले मात्रै होइन, बुद्धिले पनि सघाउने। त्यो लट्टेलाई हेर त कति चतुर छ। रोलिङ। ठिक हो। मलाई बलले मात्रै होइन, बुद्धिले सघाउनु। त्यो लट्टेलाई हेर त। ठिक हो। मलाई बलले मात्रै होइन, बुद्धिले सघाउने। त्यो लट्टेलाई हेर त कति चतुर छ। त्यसकै सल्लाहमा हिँडेको छु म। बुझिलिनु। गाडी जानु। हस् महाराज, हस्। देखिस्, जति गरे पनि त्यही लट्ठीकै कुरो गर्छन् धेरै। त्यही भएर तँलाई प्याच्च नबोल भने होइन, राज्य। हस् महाराज, हस्। देखिस्, जति गरे पनि महाराजलाई त्यही लट्ठी मनपर्छ। त्यही लट्ठीले जस पाउँछ त बाठी भएर प्याच्च बोल्छ नि, राज्य क्या। बुढी चाहिँ भेट्टाकै रहेछु मैले। एक्सन। हस् महाराज, हस्। देखिस्, जति नै गरे पनि जस पाउने त्यही लट्ठी हो। अब महाराजले उसैलाई मन पराउँछन्। त्यही भएर प्याच्च नबोल भने होइन, रक्ष क्या। बुढी चाहिँ पाकै। सुनिरह र आफू फुत्काउनु। अब पानीलाई र शत्रुलाई कहिले कमजोर नठान्नु। मलाई तिम्रो र गोरखकाली गोरखनाथको आशीर्वाद छ। म हार्दिन पनि, हार खान्न पनि।
कति यो हुन्छ रोल एक्सन मलाई तिम्रो र गोरखकाली गोरखनाथको आशीर्वाद साइलेन्स न बाबा साइलेन्स या त लास्टै डिस्टर्ब हुने कि ल रेडी टेक 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 काम नै टेक टेक रोलिङ एक्सन मलाई तिम्रो र गोरखकाली गोरखनाथको आशीर्वाद छ म हार्दिन पनि र कस्तो यता बात लिमै यो सट तिम्रो र गोरखकाली गोरखनाथको आशीर्वाद छ म हार्दिन पनि कस्तो खान्न पनि म हार्दिन पनि हार खान्न कस्तो हार्दिन पनि हार खान्न मलाई तिम्रो र गोरखकाली गोरखनाथको आशीर्वाद छ मजा आयो मलाई तिम्रो र रेडी मलाई तिम्रो र मलाई तिम्रो र मजाले के ज्ञानले बोल्छ नि त्यो स्टाइल बोल रोलिङ एक्सन मलाई तिम्रो रेडी रोलिङ मुन्टा हो नि यता हेर्नु सर पहिला यता हेर्नुस् आमालाई हेर्नु सर रोलिङ एक्सन एक्सन फेरि हेरे चल अब त हेर्नु सोच नाच्नलाई तलवारको धार धरिलो पार्नुपर्छ चिन्ता नलि बाबु युद्धमा हार खानु हुँदैन हिम्मत राख्नुपर्छ चिन्ता नलि बाबु हिम्मत राख्नुपर्छ यो मलाई त्यस्तो धेरै ढाक यस हो सोच्नुहोस् एक टङ्कार सोच्यो त्यहाँसम्म भयो अब पकाइको के बोल्नु हाम्रो महाराजा त ओहो लट्टे दाइको महाराजा हुनुहुन्छ उहाँ है ट्याक्क अब मुगोट चाहिँ अब त्यहाँ बनाउन दिइरहनु भएको छ एकछिनपछि लाग्नुहुन्छ खतरा देख्नुभएको छ महाराजा यता फर्क्यो आफ्नो छोरो भुइँतिर हेरेर फर्किनु पुग्यो फर्किनु हो ढाक यस हो सोच्नुहोस् एक टङ्कार सोच्यो बिस्तारै नजानु फर्किनु अब सोच्यो सुत्दैछ उतै फर्किनुहोस् अलि बिचतिर जानुहोस् हो यो भयो फरक्कै फर्किनुहोस् उता पछाडि हात लाएर उता फर्किनुहोस् उता पिठी फर्काउनुहोस् हो सोध्नुहोस् एकपटक हो अब फेरि टर्न गर्नुहोस् बिस्तारै यसो यतापट्टि हेर्नुहोस् हामी साइडपट्टि मपट्टि हेर्नुहोस् सोच्यो कट अब क्लोज गर त्यसैले सोच्यो बिस्तारै मपट्टि फर्किनुहोस् बिस्तारै टर्न गर्नुहोस् यसो सोध्नुहोस् हो सोच्यो अब फेरि फर्किनुहोस् उता आउनुहोस् रोकिनुहोस् मपट्टि फर्किनुहोस् है एकछिन सोच्नुहोस् युद्ध जित्नु छ अब नाउ के गरौँ न यो चाहियो यो राखेको र यो क्लोज चाहियो राखेको नगर्ने
कट ल हुन्छ लिन जानु